तिहारको तेस्रो दिन र आज हो गाई पूजा र गाई पूजाको लागि म यहाँ माला बनाउँदैछु गाइस। मैले चाहिँ नि यसरी नै बनाएँ गाइस, किनभने थुङ्गे फुल अझैसम्म भएकै छैन र मैले चाहिँ यहाँ थुङ्गे फुल हिजो लक्ष्मी पूजाको दिन मैले हालेर राखेको थिएँ र अनि मैले 5-6वटा चाहिँ राखेको थिएँ गौमाताको लागि माला बनाउँछु भनेर। र मैले चाहिँ अब यहाँ माझमा एउटा गर्दै थुङ्गे फुल हाल्दैछु र नमस्कार छ सम्पूर्णमा। आशा गर्दैछु हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु र हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ। र मैले चाहिँ यहाँ तयारी गरिसकेको छु गौमाताको लागि माला 2टा र हजुरहरूले बनाउनु भयो कि भएन त्यो कमेन्ट बक्समा जनाउनु होला र कसरी बनाउनु भयो त्यो पनि भन्नु होला है गाइस। र मैले चाहिँ यसरी नै बनाएँ र मैले चाहिँ यहाँ सबै ठिक पारिसकेको छु गौमातालाई पूजा गर्नुको लागि। अनि मामा आउनुभयो अनि मामाले भन्नुभयो पर्ख म यो 2टा गाईलाई नै एकसाथै बाँधिदिन्छु अनि त्यसपछि तिमीहरूले अनि 2जनालाई एकसाथै पूजा गरिहाल्नु भन्नुभयो र मैले पनि हुन्छ भने। अनि त्यसपछि यहाँ मामाले गाईलाई बाँधिसक्नु भएको थियो अनि बाँधिसकेर म र मेरो श्रीमान चाहिँ अनि यहाँ अहिले गाईको अनि पूजा गर्दैछु र हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ। र अब आफूले जस्तो जानेको छु त्यस्तै गरेको छु है गाइस। र किनभने नि अब हरेक ठाउँको मतलब हरेक जग्गाको नियम चाहिँ नि अलिकति भए भने पनि अलग-अलगै हुँदो रहेछ है त गाइस, भिन्दै हुँदो रहेछ। अब म चाहिँ अब पहिला अब माइती घरमा जब म अब टिपोङमा थिएँ होइन, आसाम टिपोङमा थिएँ र त्यतिखेर चाहिँ मेरो बामुले जब गर्नुभएको थियो गाई पूजा त्यतिखेर चाहिँ अलगै देखिन्थ्यो र अहिले यहाँ म चाहिँ बिहा भएर आएर सिलचरमा अब यहाँ चाहिँ अलिकति अलग हुँदो रहेछ। अब जस्तो जसले जस्तो गर्नुहुन्छ अब त्यस्तै आफूले पनि गर्नु पर्यो होइन गाइस। र सबको नियम अलग-अलगै मतलब अलिकति भयो भने पनि डिफ्रेन्स हुँदो रहेछ गाइस। र मैले पनि जति जानेको छु जति हेरेको छु र त्यस्तै मैले पनि यहाँ गर्दैछु गाइस। र हजुरहरूले कसरी गर्नुभयो त्यो पनि कमेन्ट बक्समा जनाउनु होला। र यहाँ चाहिँ मैले चाहिँ माला म र मेरो श्रीमानले भएर हामीले माला पनि लगाउँदै थिएँ र हजुरहरूले यहाँ हेर्नु न। अनि आमा चाहिँले अब यहाँ मैले जब लगाइदिँदै थिएँ नि माला नानीलाई अनि उहाँले चाहिँ अब त्यहाँ थुङ्गे फुल लगाएको देखेर अब त्यो थुङ्गे फुल खानु थालेको थियो र अनि मामाले फेरि अनि त्यो गाईलाई चाहिँ बाछीलाई चाहिँ अनि साइडमा अनि बाँधिदिनु भयो। अनि त्यसपछि अब यहाँ गौमातालाई अब हामीले चाहिँ अब यहाँ अब सिँगार गरेको अरे त मलाई पनि थाहा थिएन अब यो चाहिँ के नियम हो म पनि बुझिनँ। अनि हाम्रोमा त्यस्तो गर्नु त भएको थिएन होला, म पनि बिर्सिसकेँ गाइस। र यस्तो गरिन्छ कि नै कमेन्ट बक्समा जनाउनु होला। अनि यहाँ चाहिँ यस्तो गर्नुहुँदो रहेछ अब गौमातालाई सिँगार गरिदिनु भएको अरे अब लगाइदिनु भएको अरे त्यही भएर अनि पिठोले र अब त्यो टिका अब सिन्दुरको होइन अनि त्यो अब घोलेर अनि यहाँ अब त्यो गिलासले अब मतलब एउटा चिन्ह हुन्छ नि त होइन अनि लगाउनु पर्छ भन्नुभयो कि। अनि यस्तै गरेर अनि हामीले पनि लगाइदिँदैछु र म र मेरो श्रीमान भएर हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ। लगाइसकेपछि अनि हामीले अनि गौमाताहरूलाई खानु दिए अब जस्तो जे बनाए जे थियो अब त्यो हामीले खानु दिए अनि खिलाइसकेपछि अनि मैले त्यसपछि मैले यहाँ गौमाताको आरती गर्दैछु र मेरो श्रीमानले पनि उता ढोक गर्नुहुँदैछ गौमातालाई र मैले पनि यता आरती गरिसकेपछि यहाँनिर ढोक गर्दैछु गाइस। र अनि ढोक गर्दैछु अनि केही भुलचुक पनि क्षमा गरिदिनु भनेर। र हजुरहरूले मेरो हेर्न सक्नुहुन्छ हातमा केही रातो दागी छ भनेर हजुरहरूले उल्टा नसोच्नु होला। मेरो छोरी चाहिँ आगे पछि गइरहेको थिएँ कि पूजा गरिसकेको थिएँ नि त घरको होइन, टिका लगाइदिन्छु भनेर कि। र मैले अहिले हैनमा गौमातालाई पूजा गरिसकेपछि भनेको त नि उसले मेरो हातैमा लगाइदियो कि गाइस। अनि त्यही दागी हो, यस्तो केही पनि होइन है। अनि त्यसपछि नि मामा आउनुभयो अनि मामाले पनि अनि गौमातालाई ढोक गर्नुभयो अनि ढोक गरिसकेपछि भन्नुभयो अब यसलाई खुलिदिँदा हुन्छ नि भनेर। अनि हुन्छ भने हामीले पनि अनि त्यसपछि नि गौमातालाई अनि रस्सी खुलिदिनु भयो अनि जानुहुँदैछ। र अनि मेरो छोरीले पनि भन्यो मम्मी म पनि ढोक गर्छु अरे। अनि मैले भने ल त हुन्छ गरिहाल ढोक भने। अनि लु त गाइस आजको भिडियो यति नै हो र सबैजनालाई गाई तिहारको धेरै धेरै शुभकामना छ र भेट होला अर्को नयाँ भिडियोमा। थ्याङ्क यू फर वाचिङ, बाई बाई।